यो इन्सुरेन्स भनेको त एकदम काम लाग्ने चिज रहेछ नि, गर्नै पर्ने चिज। हरेक नेपालीले गर्नै पर्ने चिज। तपाईँले गर्नु भएको छैन भने तुरुन्तै गर्नुहोस्। तपाईँ त एकदम हिष्टपुष्ट देखिनुहुन्छ, जवान देखिनुहुन्छ, तर यो भन्दैमा तपाईँको जिन्दगीको भरोसा चाहिँ गरिहाल्न मिल्दैन। त्यसैले बेलैमा चाहिँ बिमा गरिहाल्नुहोस्। हेर्नु, यो पोलिसी यस्तो राम्रो छ कि कम्पनीले तपाईँकै लागि बनाएको जस्तो छ कि ठ्याक्कै मिल्दो, तपाईँको जीवनमा ठ्याक्कै मेल खाने, तपाईँको कमाइ अनुसारको एकदम राम्रो पोलिसी। हेर्नुहोस्, तपाईँ जस्तो स्मार्ट, जान्ने बुझ्ने पढे लेखेको मान्छेले बिमा नगरेर हुन्छ? अब तपाईँ यसरी बुझ्नुहोस्, तपाईँ बाँच्नु भयो भने पैसा फिर्ता आउँछ, यदि बाँच्नु भएन भने पनि पैसा आउँछ कि। त्यस्तो यस्तो राम्रो पनि कहीँ हुन्छ? यो हेर्नुहोस्, फिक्स डिपोजिटमा राखे जस्तो पनि हो, सेभिङ पनि हो र रिस्क पनि छैन। यस्तो राम्रो बिमा कोही खोजेर भेटाइन्न। हेर्नुहोस्, तपाईँलाई के फाइदा हुन्छ भन्दा पनि तपाईँलाई के घाटा हुँदैन भन्नेतिर सोच्नुहोस् कि। इन्सुरेन्स भनेको फाइदा मात्रै होइन कि, धेरै कुरा छन् यसमा। अफर आज मात्रै छ, भोलि चाहिँ म आफै अफिस नआउन पनि सक्छु। भोलि तपाईँ केही हुनुभयो भने तपाईँको छोराछोरीको हालत के हुन्छ आफै एकपालि सोच्नुहोस् त। आफ्नो बच्चा बच्चीको लागि भए पनि इन्सुरेन्स गर्नुपर्छ कि पर्दैन? तपाईँको छोरीको बिहे, छोराको पढाइ सबै यही इन्सुरेन्सले हेर्छ के। तपाईँ के टेन्सन गर्नु पर्दैन, ढुक्क भएर बस्नुहोस्। तपाईँ मर्नुभयो भने त तपाईँको घर परिवारलाई दुःख हुन्छ। हेर्नुहोस्, तर इन्सुरेन्स गर्नु भएको छैन भने झनै दुःख हुन्छ के। तपाईँको भलोको लागि यो कुरा भन्दैछु, नत्र भने कमिसन भन्ने कुरा मेरो लागि ठुलो कुरा होइन कि। 2-4 रुपियाँले मैले के गर्ने भन्नुहोस् त। तपाईँको भलोको लागि भनेर म आज इन्सुरेन्स एजेन्ट भएको नाताले तपाईँलाई भन्या हो, नत्र यो 2-4 रुपियाँ कमिसनको लालचमा होइन के। बुझ्नुभयो नि? तपाईँ आफ्नै मान्छे भनेर मात्रै, चिनजानेको साथी भनेर मैले भन्या हो। कमिसन त म अरूबाट कमाइहाल्छु नि। बिमा भन्ने चिज गरिहाल्न पर्दो रहेछ कि। नागरिकताको फोटोकपी पठाइदिनुहोस् त, मैले भर्खरै तपाईँको गरिदिइहाल्छु। पहिलो किस्ता तिरिहाल्नुहोस्, त्यसपछि तपाईँको बिमा सुरु भयो। तपाईँको 5 वर्ष मात्रै किस्ता बुझाइ हुन्छ, त्यसपछि 10 वर्षमा डबल हुन्छ। राम्रो छ भने बिमा गरिहाल। ए सन्चो छैन? त्यसो भए बिमा गरिहाल्न त, भविष्यमा पनि त्यस्तै होला, बिसन्चो होला। बिमा भन्ने चिज गरिहाल्नुपर्छ के। 5-6 वर्षमा पैसा डबल हुन्छ, डबल भएन भने तेरो लगानी सबै म आफै फिर्ता गरिदिन्छु ल। ढुङ्गा खोज्दा देउदा पाए जस्तो हो यो। ए अलि सन्चो छैन हो? यस्तै भविष्यमा पनि है दुःख बिमार होला, सन्चो नहोला, पैसा होला नहोला, त्यसको लागि आगामी दिनमै सोचेर तपाईँले भविष्यको लागि सोचेर है, भविष्य अनिश्चित छ, त्यस कारण त्यसको लागि केही न केही राहत होस् भनेर इन्सुरेन्स गर्नुहोस् कि। इन्सुरेन्स मेरो आफ्नै साथी हैनस्, अनि साथीको लागि एउटा प्लान इन्सुरेन्स पनि गरिदिनुहोस्। जति सक्छस् 2000, 5000, 10000 होइन, जति सक्छस्, जति किस्ता तिर्न सक्छस् त्यतिमा एउटा इन्सुरेन्स गर्नु पर्यो के। हेर्नुहोस्, मान्छे भनेको केही भरोसा छैन, कहिले चिप्लिन्छ थाहा हुन्न, तर इन्सुरेन्स चाहिँ कहिले पनि चिप्लिन्न। हेर्नुहोस्, तपाईँ रहनु भएन भने पनि तपाईँको घर परिवार चाहिँ सुरक्षित हुन्छ। यो पोलिसीमा साइन गरिहाल भाइ। आज साइन नगरे भोलि के हुन्छ भन्ने कुरा भगवान्लाई पनि थाहा हुन्न। पहिला साइन गर, अनि मैले सबै कुरा बुझाउँछु के। पहिला साइन गर न।